नमस्कार। आज हामीसँग रामकुमारी झाँक्रीको राजनीतिक यात्राबारे केही जानकारी छ। स्याङ्जाको एउटा साधारण गाउँदेखि राष्ट्रिय राजनीतिको केन्द्रसम्म आइपुग्दा उनको यात्रा निकै चाखलाग्दो देखिन्छ है। एकदमै निकै उतार चढावपूर्ण पनि छ। हो, आज हामी यही जानकारीको आधारमा उनको पृष्ठभूमि, उनको राजनीतिक उदय अनि महत्त्वपूर्ण भूमिकाहरू, उनका अडानहरू यिनै विषयमा अलिक गहिरिएर कुरा गर्नेछौँ। हुन्छ। उनको यात्राका मुख्य मोडहरू र नेपाली राजनीतिमा उनको के कस्तो प्रभाव रह्यो त्यो केलाउने प्रयास गरौँला। ल, सुरु गरौँ उनको विद्यार्थी राजनीतिबाटै। उनी अनेरास्व व्यूको केन्द्रीय अध्यक्ष बनिन् नि, त्यो पनि पहिलो महिला अध्यक्ष। यो त आफैमा ठूलो कुरा थियो होइन र? एकदमै ठूलो कुरा। विक्रमसम्म 2035 सालमा स्याङ्जामा एउटा मध्यमवर्गीय परिवारमा जन्मेकी। सायद उनको हुर्काइले नै उनलाई अलि निडर र समानताको पक्षपाती बनायो कि। उनको बाल्यकालमा देखेको त्यो लैङ्गिक विभेदप्रतिको असन्तुष्टिले नै उनलाई राजनीतिमा तान्यो भन्ने देखिन्छ। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र पढ्दा पढ्दै त उनी पुरै राजनीतिमै लागिसकेकी थिइन्। अनि त्यो उनको गाउँको पृष्ठभूमि र महिला अधिकारप्रतिको त्यो सुरुवाती सचेतनाले त्यसले राष्ट्रिय राजनीतिमा कस्तो असर गर्यो त? अनेरा सोभ्यूको पहिलो महिला अध्यक्ष हुनुको खास मतलब के थियो त्यति बेला? निकै मतलब थियो। पहिलो त उनको त्यो पृष्ठभूमिले उनलाई आम मान्छेका मुद्दाहरूसँग जोडिन सजिलो बनायो। हो। अनि दोस्रो, विसन 2059मा अनेरा सोभ्यूको अध्यक्ष हुनु भनेको व्यक्तिगत सफलता मात्रै थिएन। त्यो बेला देश भर्खर दरबार हत्याकाण्डबाट गुज्रेको थियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको कुरा चल्दै थियो। हो नि, निकै तरल अवस्था थियो। एकदम। यस्तो बेलामा एउटा प्रमुख विद्यार्थी संगठन जसले गणतन्त्रको पक्षमा, राजतन्त्रको विरोधमा आवाज उठाइरहेको थियो, त्यसको नेतृत्वमा एउटा महिला पुग्नुले आन्दोलनलाई थप ऊर्जा त दियो नै, महिला पनि नेतृत्वमा आउन सक्छन् भन्ने एउटा बलियो सन्देश पनि गयो। यहाँबाट त कुरा झनै रोचक हुन्छ। 2062-63 को जनआन्दोलनमा त उनको सक्रियता अग्रपङ्क्तिमै देखियो नि होइन? हो त, निकै चर्चामा रह्यो उनको भूमिका। त्यसपछिको उनको संसदीय यात्रा नै? त्यही जनआन्दोलनमा जगमा उनी 2065मा पहिलो संविधान सभा सदस्य भइन्, समानुपातिकबाट। समानुपातिकबाट। हो। त्यसपछि 2074मा फेरि गुल्मीबाट चुनावै जितेर प्रतिनिधि सभा सदस्य। अनि अर्को महत्त्वपूर्ण कुरा, 2077 सालमा त शहरी विकास मन्त्री नै बनिन्। मन्त्री नै? हो। एउटा सामान्य ग्रामीण पृष्ठभूमिबाट आएकी महिला देशको कार्यकारी भूमिकामा पुग्नु त्यो आफैमा महत्त्वपूर्ण थियो। मन्त्री पदसम्मको यात्रा त भयो, तर उनको राजनीतिक यात्रामा पार्टीगत फेरबदल पनि देखिन्छ। उनी त लामो समय एमालेमा थिइन् होइन र? पछि किन नेकपा एकीकृत समाजवादीतिर लागिन्? यसबारे के जानकारी छ? हो, यो परिवर्तनले तत्कालीन नेपाली राजनीतिको एउटा पाटो देखाउँछ। 2078मा नेकपा एमालेमा जब त्यो विभाजन आयो, उनी माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीतिर लागिन्। जानकारी अनुसार यो कदम तत्कालीन पार्टी नेतृत्व, खास गरी केपी ओलीको कार्यशैली र निर्णय प्रक्रियाप्रतिको गहिरो असन्तुष्टिको परिणाम थियो। मतलब वैचारिक मतभेद अनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रको कुरा, विचार समूहहरूको सङ्घर्ष, सिद्धान्तप्रतिको निष्ठा, यस्ता धेरै कुराहरू सतहमा आए। अहिले उनी एकीकृत समाजवादी पार्टीको केन्द्रीय तहमा छिन्, आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिइरहेकी छिन्। गणतन्त्र, महिला सशक्तिकरण, सामाजिक न्याय जस्ता मुद्दामा उनको अडान कस्तो पाइन्छ? एकदमै प्रष्ट। उनी आफूलाई लागेको कुरा तथ्य र तर्कसहित राख्न अलिकति पनि हिचकिचाउँदिनन्, जसले गर्दा कहिलेकाहीँ विवादमा पनि पर्छिन्। त्यो त छ। तर गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन अनि महिला र उत्पीडित समुदायको हक अधिकार, सामाजिक न्याय यी विषयमा उनको निरन्तर वकालत चाहिँ प्रष्ट देखिन्छ। अनि अर्को कुरा, उनी एक राम्रो वक्ता मात्र होइनन्, महिला नेत्रीहरूलाई प्रोत्साहन गर्ने अनि राजनीतिमा आउन चाहने नयाँ पुस्ता, खास गरी महिलाहरूका लागि एउटा प्रेरणाको स्रोत बन्ने भूमिकामा पनि देखिन्छन्। त्यो पनि महत्त्वपूर्ण पाटो हो। हो, यो उनको व्यक्तित्वको अर्को पाटो हो। र यसलाई अघि फराकिलो दृष्टिकोणबाट हेर्दा उनको यात्राले नेपाली राजनीतिमा महिला सहभागिता कसरी बिस्तारै अघि बढिरहेको छ भन्ने देखाउँछ। तर सँगसँगै यसले वैचारिक अडान र राजनैतिक निष्ठाको महत्त्वलाई पनि देखाउँछ, खास गरी यस्तो छिटो छिटो परिवर्तन भइरहने राजनैतिक माहौलमा। हो नि। अनि यहाँनिर एउटा प्रश्न उठ्छ, राजनीतिक धारहरू यसरी निरन्तर बदलिरहँदा
प्रष्ट अडान लिने तर कहिलेकाहीँ स्थापित मान्यतालाई चुनौती दिने यस्ता नेत्रीहरूको भूमिका र प्रभाव भविष्यमा कस्तो रहला, यो सायद श्रोताहरूका लागि पनि एउटा विचारणीय विषय हुन सक्छ।